Start me. Hi everyone, welcome back again to a brand new vlog. So we are here today. Then हामीसँग चाहिँ यहाँ हाम्रो एल्डर बाउ, एल्डर आमा, गीता दिदी हुनुहुन्छ. So please hi भन्दिनुस् है. Hi भन्दिनुस्. Welcome back everyone. हामी चाहिँ अब यहाँनिर आज आफ्टर सेवा लन्च को लागि आएको छ अनि हामी आफ्नो घरबाट प्रिपेयर गरेर लिएर आएको छु अनि के छ कस्तो छ सब्जीहरु के ल्याएको छ तपाईहरु हेर्दै गर्नुस् भनेर भन्न चाहन्छु. Please enjoy the vlog. Keep watching till the end. Oh yeah, it's your overflow, right? Loading. Yeah. Many more people here. Today it's a weekend, so you'll see many people here enjoying the weekends. So this is a botanical garden here in Thimphu, Bhutan. Everybody's enjoying the vlog. Oh, mom, did you know? Alan, move! Jubu. So. हामी गए अब जाँदैछे डेस्टिनेसनमा कहाँ चाहिँ खाना खानु लन्च कता खानु भन्दै हेर्दै खोज्दै हिँड्दै गए हामी चाहिँ यसरी सबैजना आफ्नो खाना बोकेर हो एल्डर बाउले पनि केही कुरो भन्नु हुँदैछ अनि थुप्रो एकजना बहिनी मेरो चिन्ने बहिनी पनि भेट्यो यस्तो गफसफ मार्यो हो अनि यस्तो सिन यति दामी देखेको ग्रीन गरेर समर इज द बेस्ट सिजन भन्छ नि त अनि मान्छेहरु फोटो खिचिरहेको छ लन्च खाइरहेको छ यस्तो दामी देख्छ हेर्नुस् न अनि तपाईहरु पनि आउनु भयो भने चाहिँ समर इज द बेस्ट सिजन हो रहेछ है ग्रीनरीजहरु हेर्नका लागि यस्तो हेर्नु मन पर्यो भने चाहिँ एकदमै अनि हामी चाहिँ डिस्कस गर्दैछै कता बस्ने कता खाने भन्दै त कोहीले रुखमुनि बसौं भन्छ कोहीले यतापट्टि बसौं भन्छ भोकले झन्डले मर्यो कम्ता सारो परेन सबैजना यसमा एकदम हिँडिरहेछ पुरा भोकले सारो परेर त्यहाँ पनि राम्रो छैन रहेछ इल्लो रहेछ हो पानी परेकोले गर्दा त्यहाँ फेरि यतापट्टि जाउँ भनेर डिसाइड गर्यो हामी अनि छाताले देखाउँदैछौ यहाँ जाउँ भनेर We'll display this one carpet. Ni? Gulu sahayata garega. Okay. Carpet. Gulu pull this one. Pull. Okay. Maile चाहिँ पिछाइपट्टि गर्नु पिछाइपट्टि It's on the duty put. दुईपट्टि न हजुर ए सिट एलन सिट टेबल छिब्यो सिट है बहिनी ल टेबलहरु Table. This is table. This is table. This is table. अरे भाषाको चिगा कार्पेट मा उसको कार्पेटमा पो राख्दैछ ओ त्यो बुक मिस चुना स्मार्ट छ केटा यता बस्नु ल यहाँ चिया नै उले यहाँ बस अनि ओ चिया ल्याएको त इनाम भयो नि त मे दिस फ्रुट्स लास्टमा स्टार्टिङमा खाँदै हुन्छ लास्टमा खाँदै हुन्छ त अन्ना नाम जानु फर्स्ट ए भात राख्दैन नि भात सब्जी त्यहाँ छैन ओ हैन आधी जति पेपर प्लेट ए हुन्छ त गोलुले माम दिइहाल्नु पर्यो गोलुको बटर So we are here in the spot. हामी यहाँ स्पटमा आइसकेको छौं अनि अब हामी लन्च को लागि हामी रेडी हुँदैछौं अनि यहाँनिर हाम्रो दिदीहरु भाउजूहरु हुनुहुन्छ दाजु हैन वर्षा अलिकति बाङ्गो भइछ हैन 20 लाउमे दिदी यस्तो टेबल यस्तो गरेर अब चाहिँ हामी लन्च खानु गर्दैन ल उस लाउँ टेबल यस्तो लन्चमा के छ सब्जी के छ तपाईहरुलाई म देखाउँछु ल
एकछिन पर्खिनुहोस् है यहाँ बनाउँदैछ टेबल एरेन्ज गर्दैछ यस्तो फिश त्यहाँदेखि यो गीता दिदीको कला कला गीता दिदी कला गाछी हेलो यो बाबेसा भिलेज रेस्टुरेन्टको कला चिकन and here के छ यहाँ सिक्कम banana mango not mango, this one is this is watermelon. This This is watermelon, not mango. mango is a watermelon. Okay, now we are having lunch. हामी गफ गर्दै लन्च खान्छौँ हजुरहरु हेरेर इन्जोय गर्नुस् ल एकछिन पहिला हालिहालौँ पहिला हालौँ त्यहाँदेखि चाहिँ खाइला भन्नुपर्छ यो चाहिँ एल्डोको स्टाइल हो सब्जीको हैन हतार भयो हैन तपाईँलाई लगाइदिएको थिएँ यता लगाइसो त अलरेडी हुन्छ हुन्छ लाउनु तपाईँ मलाई यहाँ लगाइछ सब्जी अहिले चलाउनु हुन्छ नि दिस इज दाछी हाल्दा भएको हैन दिदी बहिनीले भ्याएन दिदी बहिनी सिक्कम सुँगुरको Okay, so napkin is here. So it's a Sabbath day, and this is के भन्नु अब के unplanned day out हो हाम्रो लागि. As soon as we finish the service, अनि हामी चाहिँ के भन्छ जाउँ भनेर अलिक टाइम थियो त्यसले गर्दा हामीले यसरी प्लान बनायो अनि अरु दिन अरु समयमा कोको जानु मन लाग्छ यसरी प्लिज कन्ट्याक्ट अस. Glass only. You didn't drink Coke. Glass only. Right? Oh, can Coke. Is it? Okay, give them. So, dinner ma. ए लगाइ दाजु लगाइ. Thank you. Okay. हजुर, यो मलाई चिकन. मम लगाइ कोका. Let's try. खानु पर्छ. गुल्लम दिने. अलिकति बिस्ना लाउने. Asna तपाईँ सिक्किम खाँदैन ए asna मामा त यसमा पायो यसको लिड कहाँ छ नि यसको छोप्दियो नि ए यसको चाहिँ छ यसको पानी पनि नखाने चिकन खानु पर्यो ओइ what is that ल हालिसक्नु भयो हामीले सबैजनाले हजुर मेरो यहाँ माछाको मेरो माछाकोमा सबैजना बराबर भन्नु ल खाएला अलिकति गर्नु पर्छ पहिला प्रार्थना गरिदिहाल्नुहोस् हजुर माइक प्रार्थना गरौँ परमेश्वर बुबा हामीलाई फेरि पनि यहाँ यसरी आइपुग्नुमा सहायता गर्नु धन्यवाद परमेश्वर बुबा जुन पनि हामी तिम्रो फ्यामिली इत्यादि हामी फ्यामिली आएका छौँ र प्रभु धन्यवाद हामी फेरि यहाँ आइपुगेर यसरी खाना खानु गइरहेको छौँ तपाईँको अनुरोध माग्छौँ आशीष माग्छौँ यीशुको नाम आमेन आमेन ल 1 2 खाएला 1 2 खाएला भन्नु ल सँगै 1 2 3 खाएला मान्छे यहाँ हेर यो त्यसो खाएला खाएको है जला नहोस् स्पुन काट्छु नि बन्नु नि अझै सर लाग्छ माइक यता एल्डरबाउबाट स्टार्ट गर्नुहोस् के भन्नु जुट्टै छौ भरे काट्दा हुन्छ नि मिस्यो हैन यताबाट थाल्नु न कस्तो बोल्नुहुन्छ नि उहाँबाट यसो कपी गरौँ न यस मेरै मेरै छ ए हो छ यहाँबाट यस्तो गर्नु स्टार्ट गर्नु ए मलाई नि किन यस्तो साह्रो लु भन्नुस् ए भन्नुस् अरे लु सोध्नुस् आज मेरो लागि एकदम सरप्राइज भएको छ हो अन्त एकदम घुम्नु कसले घुमाउनु लान्छ भनेर सोचिरहेको ठिक्कै जाउँ भन्दा त आम्मा के भन्नु भयो म खुट्टै भएन अन्त एकदम खुसी है सबैसँग टाइम स्पेन्ड गर्नु पाउँदाखेरि एकदम खुसी भएको छु हुन्छ धन्यवाद पिम बहिनीलाई धन्यवाद सबैलाई धन्यवाद आजको लन्च सीन भेरी डिफरेन्ट आइटम है अनि यसरी आउटिङ गएर जोइन्ट फ्यामिली खाँदाखेरि मलाई लाग्यो वेदर राम्रो छ है प्लेस राम्रो छ अनि तपाईँहरूलाई पनि आएर जोइन गर्नुहोस् थ्याङ्क यू नेक्स्ट टाइम भेटौँ अलिक माथि
बाई बाई मेरोबाट पनि अब के छ भन्दाखेरि खुसी लाग्यो धेरै दिनको बादमा नि यसो आएर सबै मिलेर मण्डलीको दाजुभाइहरूसँग खानु पाउँदा दिदी बहिनी पनि छ दाजु छ भाइ छ छोरी ढिकन बाउ नानी छ अनि परमेश्वरलाई धन्यवाद नि यो समयको लागि अनि हाम्रो युट्युब च्यानलको होस्ट लाई पनि धेरै धेरै धन्यवाद अनि तपाईहरु सबैजनाले सब्स्क्राइब गरिदिनुहोस् शेयर गरिदिनुहोस् लाइक गरिदिनुहोस् यति नै छ मैले पनि टाउदी च्यानल बिर्सिसन त्यही त मैले पहिला उनीहरुलाई सिक्छु भन्ने यही छ या दबेन हामी अब लन्च सन्च सबै भयो हाम्रो अनि खाइसक्यो अनि ठिक्कै अब चाहिँ पानी आउने जस्तै भएछ माथि आकाश हेर्नुस् तपाईहरुले आकाशमा यस्तो दुमा हुँदैछ अनि एटलिस्ट वी ह्याड टुगेदर अ भेरी गुड टाइम मजा आयो खानाहरु खाएर वी ह्याड अ फेलोशिप टुगेदर हियर एन्ड एल्डर बोय एल्डर बिचारा कुकुरलाई फिडिङ गर्नु हुँदैछ अब खाइ नसकेर चाहिँ उब्रेको रहेछ अनि कुकुरलाई दिनु हुँदैछ अहिले अन्त यहाँ प्याकिङहरु हुँदैछ अब हामी खाइसक्यो अब हामी यसो टुर लाउँछु अनि हजुरहरुलाई अझै पनि देखाउँछु ल कस्तो छ के छ यहाँ बोटनिकल गार्डनको तपाईहरुलाई देखाउँछु हेर्दै गर्नुस् ए गच्चीमा बे मे दमदमे ana watermelon त्यसैन वाउ एले हुँदैछ बज्यो and our fruits. Now after lunch we are going to have our fruits. Watermelon. Ellen, you like watermelon? Oh, so fruits Gileri. We are going to have watermelon. Aja. Ellen, you like watermelon? You like watermelon? Or you like banana? This one, not eating. Huh? What do you like? Tell me, Ellen, what do you like? Okay, now we are done with our lunch. So before we go around, we plan to play a game. हामी केही गेम खेल्नको निम्ति हामीले प्लान गर्यो अहिले बस्दा आज सबै अनप्लान नै हुँदैछ अनि गेम चाहिँ के हो भन्दाखेरि flipping the bottle हामी फ्लिप गर्ने छौं अनि we have a watermelon here अनि जसले बोतल फ्लिप गरेर स्ट्यान्ड गर्छ त्यसले चाहिँ वाटरमेलन खान पाउँछ अनि जसले गर्न सक्दैन त्यसले पाउँदैन सो हेरौं आजको हाम्रो गेममा कसले चाहिँ जित्ने रहेछ अनि कसले चाहिँ वाटरमेलन बेसी खानेछ अब हामी हेरौं ल अनि we are going to start with Ellen Wangrai yeah start 1 2 3 1 2 3 yeah good job Anna Matsu no you push the ball अलिकति anti clock lo यस्तै ल म am the one that's टेबल मिते या यो होइन राख्नुस् यतै राख्नुस् यो त हो त त्यही खानु पर्छ थाम्दा हुन्छ नि 1 2 3 next अलि माथि राख्यो ल हेर्दै गर्नुस् है हेर्दै गर्नुस् है 1 2 3 I'm elder boy किता दिदी अब किता दिदी हातले हुँदैन छ कोही उल्टा भयो त अब म देखाउँछु ल म खान्छु ल फर्स्टमा 1 2 3 चिप्ल्यो नि या गुड 1 2 3 No, कौन खान्छ कौन चिप्लिँदैछ नि चिप्लिँदैछ स्लाइड अब सबैलाई चिप्ले भने सबै मिलेर खाऊ लास्टमा है चिप्ले भने ओरे प्र्याक्टिस 1 2 3 Go, turn. Your turn. Yeah, everybody. Yeah. Start the B. Mama, to be go. भरे काटेर खानुपर्छ होला
लास्ट भन्नु बिस्तारै खानुहोस् ल बिस्तारै खानुहोस् चल मामा चल फेरि बेला गुलुगिदिनले या हामीले मुनिबाट अलि अप्ठ्यारो भयो हो हो दाम ब्रेक फेरि इनको सबसे hope you are enjoying the video lah. eldrabo सबैले खायो गोगुलो जित गोगुलो मेरो त खै फेछ त हजुर गोगु गाइदेछ अखै या गोले गोगु बियो तामे गोगु तामे कसैले अस्ति भमे जोर साच बेसी म त के आउनु बेको गोगु गानु पाछ गोगु जातो गोगु मुख भयो त एल्ड्रा खानु दन्न सब मामा खतरे छ ले एल्ड्रा म त खतरे छ कन्टिन्यू के भन्छ खेलेको पूजा एल्ड्रामा त घर गोलु गयो नाच्छ अब फेरि मैले खाइसक्यो अब फेरि एकताल है खतरा देखो किन दिदी कस्तो मान्नु त अब अघि ट्राई दिएको नि मेट्रन खै अब जहिले गुलुलो जित्छ या गुलिया उले काम मानेन हो या गुली गुल्ट कसरी चिप्ले नि दर्शाछि यसले गर्छ भन्नु नि दर्शाछि होइन गोलुगी वा जिस हैन लेपिस स्टार्ट कतै दिदिनु गुड मामा वाट्स अप यो राउन्ड भएन त मामा पाएन अब अनि जस वाटर फ्लिपिङ गेम चाहिँ मजा आयो हो अब के गेम खेल्नु पर्ने हो फेरि घाम लाग्यो त आम्मामामा चक्किलो भिटामिन डी खानुपर्छ जिन्दगीमा आफ्टरनुनको अरू बिहानको हामी आफ्टरनुन पनि होइन बेलुकाको घाम आम्मामामा डुब्नु लागेको घाम हाम्रो गोलुले पनि खतरा खेल्नु जो अब उयो फोटोमा उयो So now we are here in the queue waiting to have some pictures here. Ana patap ni pengasih bedi हामी फोटो खिच्नको लागि क्यूमा यसरी बसिरहेको पर्खिरहेको छ यहाँ मान्छेहरू यस्तो पर्खिरहेको छ है मान्छे बल्ल बल्ल पर्खेर फ्यामिली फोटो खिचे हामी टर्न वेस्ट टर्न गरेर त्यो ब्याकग्राउन्ड पनि दामी बनाएछ फुल मजाले डिफ्रेन्ट कलर्सहरू लगाएर सबैजना यहाँ खिच्दो रहेछ अनि यहाँ कपाल हो लभ बर्ड अनि यहाँ हाम्रो गीता दिदीले फेरि कहाँ मान्छ हौ पोस्ट गरी यहाँ फेरि लभ बर्ड आयो तर यहाँ हिरोनीहरू आयो हो यसरी फेरि एउटा हिरो आमामा खतरा हो त्यहाँदेखि यसरी हामी फोटो खिचेँ मजाले एकछिन चाहिँ फोटो खिच्नै टाइम लाग्यो हाम्रो चम्मामा पोस्ट गर्दा हो मजा आयो फोटो खिचिसकेर त्यहाँबाट चाहिँ हामी घुम्नु गयो यहाँ अब चाहिँ हामी उता भ्यू पोइन्ट देयर इज अ क्यानोपी ओभर देयर सो वी आर गोइङ देयर जस्ट टु ह्याभ सम रिफ्रेसिङ टाइम रिफ्रेस गर्नको लागि हामी भ्यू पोइन्टमा जाँदैछौँ अब चाहिँ तपाईँहरूलाई देखाउँछु उता पुगेर भ्यू पोइन्ट कस्तो छ भनेर अनि सो दिस बोटनिकल गार्डन इज वान अफ द फेमस गार्डन
in Bhutan, whereby people they come with their families, children, चाँदी को relatives. सुन पाएर चाँदी अरे Hello. जयमसी हामी भ्यू पोइन्टमा जयमसी हजुरहरूलाई हो त आउनुहोस् है प्रभुको सृष्टिलाई हेर्न आउनुहोस् है यहाँनिर यति सुन्दरले बन्नु भएको छ दिस इज बोटेनिकल गार्डन हामी चाहिँ विश्वासमा छाता नलिएको छ विश्वास छ पानी पर्छ भनेर त्यही भएर छाता बोके पानी पर्दैन कुन चाहिँ तिम्रो होइन हैन एप्पल हो बेबी छाता छिटो धेरैले चिलाउँछ पो त जान्दैन मैले यो गीत सो हामी चाहिँ अहिले पनि भ्यू पोइन्ट पुगेको छैन अझै छ भ्यू पोइन्ट पुग्नको लागि अनि हिँडिरहेको छौँ प्रभुको सृष्टिलाई हेर्दै यति सुन्दरताले भरेको छ हेर न हेर सृष्टिको सुन्दरता यसलाई बनाउने प्रभुको महानता धनी र गरिब दुवै मिलेर भन्न सक्छन् प्रभु धन्यवाद हालेलुया आज Wow! Now viewpoint ma. We are almost there now in the viewpoint. हामी आइपुगे हजुर उयो त एकदमै हावाहरू आउँछ बेसी कस्तो बनाइसकेको छ अब के देख्दैछौ तपाईलाई म देखाउँछु ल हेर्नुस् है ओह तल यो चाहिँ आरटीसी जाने बाटो यहाँबाट उता छ आरटीसी हो हजुर माथि आरटीसी यस्तो गरेर यहाँ मुनि अन्त वाह यस्तो दामी छ प्रभुको सृष्टि यति सुन्दरता एकदमै सुन्दर अन्त this is a canopy whereby you can come, you can take rest, have something. Oh यहाँनिर चाहिँ त्यसरी हुनुपर्छ अनि हाम्रो पुरा हेरिरहनु भएको छ हैन अर्कै भइसकेको छ त्यो कस्तो बनाइसकेको छ ल आउनुहोस् है क्यानोपीमा अब अलिकति देउरालीको चिसो चिसो गर्नुपर्छ यहाँ यस्तो छ यहाँ लाइट छ Oh, apa dah? Budak anak tu. Tome kan? Jiks tome. Mama viewpoint. Kalau kata mah, wow. Apa? Ani dia babi saya mula dia. Babi saya ni ana. Zeshi ana babi saya. Wow, kan jiks tome ana. Babi saya. Del Depsi kalau dia dia. Betul mana? Depsi ana tu. Depsi is here. Mama luma kita. Ana Depsi. And this the Depsi me mana? यो ठाउँले त सधैँ हावा पाउँछ होला पारो आफूले दियो त्यही पारो जनी लाम्यो दुते गोलु शेबे ते गारा वाह Alan, you like it? Gaiga Jixto did you enjoy today? Yes? Yeah, अब हामी गएको सबै टुरहरू गरिकन अनि लन्चहरू खाएर फोटोहरू खिचेर अब हामी घरमा फर्केर जाँदैछु इट वाज सो मच फन मजा आयो अनि यस्तो क्वालिटी टाइमहरू स्पेन्ड गर्न चाहिँ एकदमै इम्पोर्टेन्ट रहेछ भनेर भन्न चाहन्छु हजुरहरूलाई अनि यो अहिलेको यो समर सिजनमा चाहिँ मजा आउँदो रहेछ है अब मेरो यसो खुट्टा पनि अलिक देखाएर स्याडोमा आफै भिडियो बनाउँदै गइरहेको छु म पनि यसरी अनि यति ग्रीन हुँदो रहेछ मजा आउँदो रहेछ अनि त्यहाँनिर अब यो चाहिँ के भन्छ बोटानिकल गार्डनको एउटा सानो ब्रिज हो
त्यहाँदेखि मजाले कर्नहरू हेर्नु नि कलर गरेर कस्तो मजाले डेकोरेट गरेको रहेछ उनीहरूले डेकोरेसन दामी बनाएको रहेछ अन्त यहाँ मुनिपट्टि हेऱ्यो भने चाहिँ नानीहरूको प्ले ग्राउन्डहरू रहेछ स्विङहरू रहेछ त्यहाँदेखि स्लाइडहरू रहेछ अन्त सबै थुप्रो रहेछ नानीहरूको खेल्ने ठाउँमा अनि यसरी नै नानीहरू पनि इन्जोय गर्नु थाल्यो यहाँ ठुलो मान्छे पनि आमामा स्विङ गरेर पुरा इन्जोय गरिरहेको छैन नि गीता दिदी एल्डर आमा इन्जोय भेटेरो तस यहाँ अब गोलुले पनि आना तसरो साथी पाएछ and he's also enjoying so much kodina masama na unis labete ngachile lejume pa ya tamachu ngungu sarana junise tana round beta be the slides and look at that joy me jube joy me run be joy ana slide be ni meta da ko ana slide interesting chiduse al disigi Ana gara mi halam dume ale de sukhi babe ana golu ge slide pitsa be be omede ko gi tashro doni mindu de ngi golu de slide be ani be tashtro slide be de ko ro slide be chimna joni lojure mindu me ko de ana interest en be te sar me ani betira de me kolu video chizo be am chibe de me ngachi de enjoy be gara the gologi de favorite imade ani slide be ni lo playground lo indoor ground lo gara ko favorite ani betira sar de le ko che be de aba mi chungu de se sem den aba swing je be de chungu de ayo elder bow this imete bhata shro swing be alu zumbe temse denu dero interesting temete mi bomle go chu chungko gara me enjoy ni be ल हाम्रो सानो सानो नानीहरू नर्छ ल हे दुईजनाको आमा दुईजना एल्डर र एल्डरनी आमाको लभ चल्दैछ Okay, now we are done. Now it's time to get out. So they are closing by 5. So we need to get out. Wow, flower for me, my baby. Thank you, so sweet. Nah, jadi dah. Kami cini apa gako kena bani. Yang timing sa, you have to be out by 5 boleh. So it's almost 5. So we are going out. We are done with the day. And we just dalang aja. Alan, did you enjoy? Huh? What did you play? Swing, slide. What else? Many more. You have to be careful, okay? It's so dirty here. Let's go. Yeah, Daman. Ajuko lerim chiti na oresa. Anta kapala pani मजा आयो होला भन्ने आशा गर्दछौं आज हाम्रो बोटनिकलको टुर अनि हामी अलिकति ढिलो भयो के त्यसले गरेर अनि तपाईहरु कति जना हेर्नु हुँदैछ होप यु लाइक द भिडियो भनेर भन्न चाहन्छु अनि तपाईहरु पनि टाइमहरु निकालेर यसरी नै तपाईहरुको फ्यामिलीसँग यु क्यान कम हियर हैव अ क्वालिटी टाइम भन्न चाहन्छु द गारा रेडिमेड दिस इज द पार्किङ Botanical garden ma parking चाहिँ यता छ सो गरेर अनि अब सबै जानुको लागि रेडी भयो and it's closed. This is the ticket counter. So when you get inside you have to book the ticket from here and then go. So it's closed now. We are done. Look at the sun rays, so beautiful. No. And that's the cafe, I guess. The packing is done. Almost done packing. Yeah. Mama, Coca-Cola. Oh, okay. No, Mama, what Gogo is drinking, huh? Coke. No. Go look at chair. अब पैक गर्दैछु हामी किता दिदी यो पनि कार्पेट हजुर
हुन्छ 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 ल अब चाहिँ हामी सकेको अनि हामी जान्छौँ यहाँबाट निस्केर अनि यति नै हो आजको हाम्रो ब्लग चाहिँ हजुरहरूले हेरेर इन्जोय गर्नुभयो होला भन्ने आशा गर्दछौँ अनि कसै मेरो ब्लगमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ बाई दिदी बाई गरिदिनुहोस् मजा आयो होला खै सब्सक्राइब सब्सक्राइब खै गरिदिनु होला सेयर गरिदिनु होला अनि बाई 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 थ्याङ्क यू फर वाचिङ Thank you for watching.